हेर्नुहोस् गाइजहरू, यिनीहरू चाहिँ चेन्नईमा अलपत्र भएको छन्। बहिनी तिम्रो नाम के हो? रितु छेत्री। रितु छेत्री हो। घर कहाँ हो तिम्रो? मेरो घर रोल्पा हो। तपाईँको? तपाईँको? मेरो पनि रोल्पा सेन्चका छौ। यता हुनुहुन्छ हाम्रो। ओहो उता नै हेर न बहिनी, यता हेर न कति राम्री छिन अब। यही मङ्सिरमा बिहा गर्नेवाला छिन् यिनले चाहिँ होइन। मान्छे हो नि सानी सानी छिन्। रितु छेत्री, हिमा विश्वकर्मा होइन। दामी फुल्नु न। खै सेल्फी हानिदिन्छु कि म पारि उभिदिउँ न तिमीहरू। यता अझै हाँसिरहनु भएको छ। यहाँ चाहिँ लास्टै खुसी हुनुहुन्छ। भोलि घर पनि जाने, त्यसैमाथि कुराकानी पनि भएको छ। राम्रोसँग घर जानु होला भन्ने खालको कुराकानी भएको छ। एकदमै बिहे भइसकेको छ है। फेरि कसैलाई आँखा नलाउनु होला यिनी बहिनी। बल्ल 16 वर्ष भएको छिन्। 21 वर्ष टिकटक बनाउने भन्दा नि यो भिडियो खिच्ने होइन। अझ तिमी बहिनीको लागि काम छ नि यसो? काम भेमा सोधममा त्यसलाई त्यो सुतेपछि हजुर ज्वरो आएर हजुर त्यही भएर निश्चित छैन यिनीको। आएको भइयो 2-3 वर्ष भइयो र काम गर्ने यस्तो विचार गरेको छैन। त्यही भएर भोलि घर जाने फेरि मेरो भाइहरू छ। न त घर गएन घर गएर आइनु हजुर घर जाने केरो सुति जाने त घर जाने र ओके। अरे यसो समुद्र घुमाउनु लाग्नु पर्यो। ल ल घुमार लिऊ पुन्नु के अरे पापा 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 तामिल तामिल तेरी नल्ला साइडले भेलेसरी आमा आइयो क्या कि अघि नै यसले चाहिँ होइन हामी भिडियो बनाएर खिचिरहेको बेला चाहिँ यो चाहिँ हाँस्थ्यो क्या। त्यही भएर यसो पछिबाट भयो भने यसो भिडियो बनाइदिनु पऱ्यो भनेर गाइजहरू। कति मोटो हुनु ओके। बहिनीले भने आँखा लाइन कति मोटो भन्छन्। के त भुक्ले कि ढल्छु। यहाँ चाहिँ आइसक्रिमवालाहरू हुनुहुन्छ होइन। गइरहेको छु म चाहिँ। मान्छेको साथो जान्छ यार यस्तो गऱ्यो भने मान्छेको। नमस्ते नमस्कार दर्शकबिन, हामी चाहिँ अहिले समुद्र बिच घुम्न गइरहेका